के हुन्छस् त के चाहियो तँलाई के माग्छस् भनेर यदि सोध्नुभयो भने मेरो ईश्वर अहम हरे तब पादै कमोला दासानुभावो भवितास्मि भूया मलाई चाहिएको त्यति हो अहम हरे तब पादै हजुरले 79 वटा यज्ञ पूर्ण गरेर यो 100औं यज्ञको आरम्भमा हुनुहुन्छ राजन। यदि हजुरले यो 100औं यज्ञ पनि पूर्ण गर्नुभयो भने हजुरले चाहे जस्तै त्यो स्वर्गको इन्द्र आसन पद प्राप्त गर्न सक्नुहुन्छ राजन। अवश्य पनि प्रभु। भनेपछि यो यज्ञ पूर्ण पश्चात म स्वर्ग लोकको महाराज भन्छु हैन प्रभु? अवश्य पनि राजन। राजन अरू यज्ञ जस्तो आजको यज्ञ र यो यज्ञ अलि हुने छैन राजन। तसर्थ आजको यो 100औं यज्ञमा हजुरले विशेष गरी भूमिदानको विशेषता बताइएको छ राजन। हजुरले भूमिदान गर्नुहोला। भूमिदानको लागि किन चिन्ता गर्नुहुन्छ प्रभु? यो सारा राज्यको श्री सम्पत्ति सबै मेरो हो। म जहाँबाट इच्छा लाग्छ त्यहाँबाट दान दिन सक्छु राजन। बोलु प्रभु, भूमिदानको लागि दान हजुरलाई नै गरौँ कि अरू कुनै पात्र गरौँ? होइन होइन राजन, एक ब्राह्मणलाई अनेक दान उचित हुँदैन राजन। तसर्थ हजुरको हस्तकमलद्वारा मैले धेरै दानहरू ग्रहण गरिसकेँ राजन। यो आजको भूमिदान भने राज्यमा अन्य सत्पात्र ब्राह्मण बटुकहरू होलान् राजन। अन्य ब्राह्मण बटुकहरूलाई दान गर्न उचित हुनेछ राजन। अवश्य पनि प्रभु। जति पनि ब्राह्मणहरू मेरो यज्ञमा आएका छन् मैले सबैलाई यथोचित दान दिएरै पठाएको छु राजन। अब भूमिदानको लागि कुनै योग्य ब्राह्मण आउनुभयो भने अवश्य नै भूमिदान प्रदान गर्नेछु। त्योभन्दा अगाडि यज्ञको सुरुवात गर्ने कि प्रभु? अवश्य पनि राजन। आसन ग्रहण गर्नुहोस्। आसन ग्रहण हजुर पनि गरिबक्सेस् प्रभु। विराजमान भइबक्सेस्। महारानी बस। स्वामी। राजन हामी दैत्य कुलमा उत्पन्न भएका दैत्यका सन्तानहरू हौँ राजन। प्रभु, म प्रजाहरूलाई पनि आग्रह गर्न चाहन्छु। यो मेरा प्यारा प्यारा प्रजा हो। म महाराज बलि हजुरलाई थाहा छँदैछ। आज हामी यो यज्ञ गर्दैछौँ जुन यज्ञ पश्चात हामी स्वर्गलोक प्राप्ति गर्नेछौँ अर्थात् स्वर्गलोकको राजा बन्नेछौँ। र म राजा भएपछि हजुरहरू पनि स्वर्गलोकको देवी देवता समान हो राजन। ओम नमो ब्रह्मण्य देवाय गोब्राह्मण हिताय च जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः। नमः कमलनाभाय नमस्ते जलसायिने नमस्ते केशवानंद वासुदेव जगत्पते। वस्त्राभूषणं निवेदयामि पुष्पमालां चन्दनं च अपि हस्ते अर्घमादाय। स्वस्ति ल राजन। स्वस्ति इति प्रतिवचनं माल्यादिनी सुगन्धिनी माल्यत्यादिनी वै प्रभो। हे प्रभु, अब यज्ञका कार्यहरू सुरु गरिबक्छ। हो राजन, हजुरले समग्र कुराहरू राखिसक्नु भएको छ। हामीले युद्धद्वारा देवताहरूलाई धेरै पटक परास्त गरिसक्यौँ। तसर्थ कहिल्यै पनि हामीले स्वर्गको आसन पाउन सकेनौँ। पक्कै पनि यो हजुरको यज्ञद्वारा देवताहरूलाई परास्त गर्नुपर्छ राजन। यज्ञ प्रज्वलन गर्नुहोस्। ओम स्थिरो भव विड्भन्न आसुर्भवः वाज्यर्भन्न वृथोर्भवः सुखदस्तु मग्नेः पुरीखवाहणः। राजन यज्ञ नारायणको ध्यान गर्नुहोला। ओम आवाहे त्वं पुरुषं महान्तं सुरासुरैर्बन्धितपादपद्मं ब्रह्मोदयस्य मुखे वसन्ति प्रविष्टकुण्डे सुरलोकनाथ। ओम यज्ञनारायणाय नमः। ध्यानं समर्पयामि। अब राजन गणपति को ध्यान गर्नुहोला। ओम गजाननं भूतगणाधिसेवितं कपित्थजम्बूफलचारुभक्षणं
उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम् ओम गम गणपतये नमः। चढाइदिनु होला राजन। यसै गरी दीपनारायणको पनि ध्यान गर्नुहोला। नमस्त्वनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षि शिरोरुवाहवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणे नमः। ओम दीपनारायणाय नमः। चढाइदिनु होला राजन। यसै गरी अन्य वरुणादि गरेका देवताहरूको पनि ध्यान गर्नुहोला। ओम नमो नमस्ते स्फटिका प्रभाय सुश्वेतहराय सुमङ्गलाय सुपाशहस्ताय जशानसाय जलाधिनाथाय नमो नमस्ते। ओम ध्यानं समर्पयामि वरुणादि देवताभ्यो नमः। राजन आज्ञा होस् गुरुदेव। अब मध्याह्नको समय भएको छ राजन। विशेष गरी यो मध्याह्नको समयमा भूमिदान गर्नुहोला। म केही समय ध्यानमा रहनेछु राजन। अवश्य प्रभु, म योग्य पात्र खोजेर भूमिदानको व्यवस्था मिलाउने छु। हजुर केही समय विश्राम गरी बक्ष। अवश्य राजन। भवतु भवतां भिक्षां देहि। महारानी हेर त, स्वामी कति सुन्दर ब्राह्मण। आहा पखाइ त, म यी ब्राह्मणको सेवा गर्छु। ब्राह्मण देव प्रणाम। आयुष्मान भव। विराजमान भई बक्सस् प्रभु। हे ब्राह्मण देव, आज हजुर मेरो यज्ञमा पाल्नु भएको छ। हजुरलाई स्वागत गर्न चाहन्छु। हजुरको सेवा सत्कारको लागि मलाई केही समय दिनुहोला। हे चक्रवर्ती सम्राट, हजुरले यति धेरै सेवा गर्नु आवश्यकता थिएन। हे ब्राह्मण देव, आज हजुर जस्तो सुन्दर ब्राह्मण, हजुर जस्तो सुन्दर ब्राह्मण बटुक मेरो यज्ञमा पाल्नु भएको छ। मैले सक्दो सेवा सत्कार त गरेँ। अब के होस् प्रभु, हजुरको के इच्छा छ, के लिन चाहनुहुन्छ मबाट, के अपेक्षा छ भन्नुहोस्। हे महाराज, म हजुरको द्वारमा कुनै पनि वस्तुको याचनाको निम्ति आएको होइन। म त भिक्षाटन गर्दै थिएँ। सुने हजुरले अश्वमेध यज्ञ गर्दै हुनुहुन्छ। त्यसैले लाग्यो स्वयं अश्वमेध यज्ञमा यज्ञनारायण भगवानको दर्शन नगरी कसरी रहन सक्छु। हे ब्राह्मण देव, आज हजुर मेरो यज्ञको दर्शनको लागि आउनु भएको छ। हजुरको आगमनले मेरो यज्ञ नै पूर्ण भएको छ प्रभु। हजुर जस्तो सुन्दर ब्राह्मण आएपछि मेरो यज्ञ कसरी अपूर्ण होला त। त्यसैले प्रभु, मेरो यज्ञमा आइसके पश्चात मेरो एउटा नियम छ प्रभु। जो जति ब्राह्मणहरू मेरो यज्ञमा आएका छन्, मैले कसैलाई खाली हात फर्काएको छैन। हजुर पनि के लिन चाहनुहुन्छ भन्नुहोस्। सुन चाँदी हिरा मोती मणिमाणिक्य धन दौलतहरू के लिनुहुन्छ? हात्ती घोडा के चाहिन्छ? हे बलि महाराज, हजुरले जुन वस्तु दान लिनको लागि मलाई भन्दै हुनुहुन्छ, यी वस्तुहरूले केवल दुःख मात्रै बढाउँछ। त्यसैले हे बलि महाराज, यो सांसारिक